छैन, म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेर चोक चोकमा सरकारी अड्डाका कोठा चोटाका भित्ताहरूमा त्यो प्रिन्ट गरेर लेखिएको छ र प्रिन्ट गरेर बनाइएको फ्लेक्स अथवा सानसाना ट्याबलाइटहरूमा पनि ओलीको मान्छेहरूले त्यसैमा पनि भ्रष्टाचार गरेका छन्। म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने स्लोगान छापेर टाँस्ने ठाउँमा पनि भ्रष्टाचार छ। यो अतिथि कागज जस्तो लेख्न पर्यो नि, हो त उनीहरूले यस्तो टेम्प्लेटमा लेखेका छन् मेटलहरूमा, तो हजारौं कपी बनाउन पर्यो। ओलीका कोठा चोटामा ओली महाराज जस्तो स्तुतिगान जहाँ जहाँ गाइन्छ त्यहाँ टाँस्न पर्यो र एकमुष्ट अर्डर गरेर टाँसेको छ, त्यसैमा पनि भ्रष्टाचार छ। हेर्नुहोस् न कतिसम्म हो। हामी यहाँ भएका सबै साथीहरूले इमेल चलाउँछौँ, इमेल एड्रेस खोल्नको लागि आजसम्म हामीले एक पेनी पैसा कहीँ तिरेका छैनौँ। चाहे इमेल भनौँ, चाहे अरू सोसल साइटका विभिन्न एप्लिकेसन्समा हाम्रो एक्सेस पुर्याउँ। खड्ग प्रसाद ओलीका छोरा मन्त्रीहरूले सरकारी इमेल एड्रेस खोल्न पनि 10 करोड भ्रष्टाचार गरेको कुरा महालेखाको प्रतिवेदनमा आएको छ। रिटर्न डकुमेन्ट हो महालेखाको प्रतिवेदनमा। खाना चाहिँ के बाँकी राखेको छ ओलीले? खाना लुट्न चाहिँ के बाँकी छ? आज पानीको बोतलदेखि टोयलेट पेपरसम्म ओलीको फोटो टाँसिने पैसाको स्रोत के हो? त्यो पार्टीको। हुन त म सांसद भएदेखि यता मैले 5,80,000 लेबी तिरेछु। हामी जस्तै देशैभरिका मान्छेले तिरे, पार्टीका सदस्यले तिरे। तोता संस्थागत पैसा छ। पार्टीको कार्यालय सचिव, सचिवालय सचिवका नाममा राम्रै गाडी र पेट्रोलहरू परिवारका सदस्य समेतले कुदाइरहेको देखेकै छौँ। त्यो सरकारीको पार्टीको सरकारी कोषमा गएको हाम्रो पैसामा लुट त छँदैछ, तर आज ठुला ठुला बुख्याचाहरू राजधानीमा ठुला ठुला बनाइएका होर्डिङ बोर्डहरूको स्रोत के हो? के को ओलीलाई स्रोत सोध्नु? सिधा लुटेको हो। सही स्रोत सोध्नै परेन, सिधा लुटेको। अख्तियारमा आफ्ना मान्छे नियुक्ति गर्ने कानुन मिलाएर, अनि यहाँ एउटा मेयरले कहीँ कतै कानुनले नमिलेको कुरा उसले मेयरलाई टिन्ने अधिकार छ। हेर्नुहोस्, स्थानीय तहलाई उसले लेजिस्लेचर कानुन बनाउँछ, उसले विधायकी अधिकार प्रयोग गरे भयो, एक्जिक्युटिभ अधिकार प्रयोग गर्छ, जुडिसियरीको पनि अधिकार प्रयोग गर्ने बारे स्थानीय तह शक्तिशाली छ। शक्तिशाली तहमा केही काम गर्दा तलमाथि भएको हुन्छ। आज स्थानीय तहमा हाम्रो पार्टीमा मेयरहरू किन शनाखत गरेनन्? एउटा कारण यही होइन, काहीँ तलमाथि भएकै छ। त्यो भएपछि ओलीका मान्छे अख्तियारमा छन्, त्यो निर्णय खारेज नहुँदासम्म कोही पनि मान्छे यता आउँदैन। यो हामीले देखेका छैनौँ। इभन वडा अध्यक्षहरूलाई गाह्रो, जो विष्णु महतो जस्तो जनताको जनालाई काम गर्छन्, यस्ता मान्छेलाई ओलीको अख्तियारको के डर भयो? जसले थोरै धेरै तलमाथि गरेका छ तिनका लागि आज पनि ओलीले प्यारलल सत्ता अभ्यास गरेका छ। त्यही कारण साथीहरूले शनाखत गरेनन्। सिम्पल कुरा। खोज्न जाने अनि धेरै पर जानु पर्दैन कि मैले सरकारी नै प्रतिवेदनमा आएकै कुरा गर्छु। महालेखाको प्रतिवेदन फेरि ल्याएर पढौँ, मैले पठाइदिउँला पनि। त्यही हेर्नुहोस् स्थानीय तहका हाम्रा मित्रहरूका बेरोजगारका हालत के छन् भनेर। हो, यिनैले उनीहरूलाई घन ठोकेको ठोकै छ। त्यही भएर साथीहरू आउँदैन। हामीले बल पनि गरेनौँ। तिम्रो भ्रष्टाचार लागेको कुरा मिलाइदिउँला आऊ भन्नु भएन। हाम्रो यस्ता मान्छे ल्याउनु पनि भएन। किन भन्नु? भागै यही हो। सरकारी वेतन खाने गरी राजकीय मामलामा पुगेका हर मान्छेका, मन्त्री भएका हर मान्छेका समस्या यही नै। ज्यादै क्रान्तिकारी मान्छेहरू पनि आज युटर्न भएर फेरि उही ठाउँमा पुग्ने कारण के हो त? केही न केही त होला, केही न केही त होला नि। सरपारी सरपाउटा देख्छ, यस्तै यस्तै हो। धेरै कुरा गोप्य राखौँ। अहिले भनि नहालौँ, चुनावसम्म भन्नु छ नि हामीले पनि, बिस्तारै बिस्तारै भन्ने हो। त्यसकारण यही
प्रवृत्तिका विरुद्ध हामीले विद्रोह गरेका थियौं। राज्यको दोहन, डीएनए टेस्ट गर्दा उनका मान्छेको नियुक्ति, उनको मान्छेको सपना एकपटक इतिहासमा आएको मौकाको दोहन, अनि ओलीले संसद, संविधान, व्यवस्था र प्रणालीलाई आफ्नो मुठ्ठीमा राखेर राज्यका अङ्ग र संवैधानिक निकायमा एकलौटी नियुक्ति र त्यसको आडमा सत्तामा विराजमान हुने जुन सपनाले संसद पटक पटक विघटन गर्ने र आफूलाई दखल हुने पार्टी पटक पटक विभाजन गर्ने काम ओलीले जे गरे, यसको विरुद्ध एउटा क्रान्तिकारी पार्टी चाहिन्छ भनेर हामीले विद्रोह गरेका हौं। चाहिन्छ होइन, आवश्यकता भयो यो। के चाहिँ हामी भ्रष्टाचारका पक्षमा हामी सोचिरहनु पर्यो? होइन भने विद्रोह अनिवार्य शर्त भयो हामीलाई। त्यही कारण हामी यहाँबाट विद्रोह गर्यौं। मैले अघि नै भने विद्रोह सजिलो छैन, थिएन। विद्रोह जसले थाहा पाए तिनैले गर्ने कुरा हो र यो कर्मशः भइरहने प्रक्रिया हो। त्यसकारण साबिकको एमाले भत्किने र विद्रोह गरेर समाजवादी पार्टी बन्ने प्रक्रिया निरन्तर गतिका साथ बन्ने प्रक्रिया छ। म हिजो मात्रै इलामको जोगमाई गाउँपालिका हो, त्यो दुर्गमै क्षेत्र पर्छ, त्यहाँ पुगेको थिएँ। त्यहाँको उपस्थिति, त्यहाँको कुरा सुन्दा मलाई लाग्यो कि क्रान्तिकारीहरूले साँच्चै विद्रोह गर्छन्। त्यहाँ हरेक ठाउँ ओडामै खड्गप्रसाद ओली छ क्या, त्यहाँ विद्यालय व्यवस्थापन कमिटीमा खड्गप्रसाद ओली छ, सामुदायिक वनमा छ, तिनका विरुद्ध विद्रोह गरेका छन् मान्छेहरू। त्यो एउटा माथिको खड्गप्रसाद ओली होइन क्या, टोलमा खड्गप्रसाद ओलीहरू छन्। त्यो प्रवृत्ति हो। एउटा पात्रलाई त प्रधानमन्त्रीबाट हटाइसकेको थियो नि, तर यो प्रवृत्ति तँलाई सबै तिनका अनुहार परेका नाममा देखिने र तिनीहरूलाई हामीले च्युत गर्नको लागि तिनीहरूलाई सच्याउने र रूपान्तरण गर्ने गुन्जाइस नभएपछि तिनलाई परास्त गर्नको लागि त्यहाँ विद्रोह हाम्रो अनिवार्य शर्त भयो।